हामी धेरै दिन बाद अब आमा ठिक छ हाम्रो यहाँ मामा अनि आपा हामी सबैजना हामी चाहिँ आज बस्ती पकाङ लाग्दैछौँ आमा पनि छ है हामी चाहिँ अब गइराखेको छौँ पकाङ बस्तीतिर आमालाई चाहिँ कस्तो लाग्दैछ हौ आमा आज गाडीमा कस्तो लाग्दैछ राम्रै छ के अन्त आउँदा पनि अब राम्रै हुन्छ तिमी चाहिँ कता पनि नजानु है मिठो छ चिप्स कि अलिकति नुनिलो छ बेसी नुनिलो छ नि उकालोमा चाहिँ त्रिफाइना चाहिँ बाइकमा छ हजुर हाम्रो उकालोमा बस्नुलाई लाग्छ यहाँ आपा चढिरहेछ हाम्रो लु आपा रेडी चामल भयो चामल भयो ल देख्दैछ आमा कस्तो दामी छ हो मन पर्दैछ आमा मन पर्दैछ आमा रेली आए अब ल रेली एकदम रेली खोला पुल आइपुग्छ अब पुल हेर अब पुल हेर कत्रो पुल छ हेर देख्यो हेर पुल ल हामी अब रेली आइपुग्यौँ आज आमा अनिउ मामा आप्पालाई लिएर म याङ्की त्रिफाइना हामी बस्तीतिर हामी जाँदैछौँ त्रिफाइना पनि आइपुग्यो एकदम त्रिफाइना इज कमिङ ठिक छ फुटब्रेक त मेरो पनि बज्दैछ नि जाउँ ल एउटा लेप्चा गीत गाइदियो त छिटो न हाँस्छ होला सबैजना होइन हाँस्दैन गाउनु नि जानकायौँ पङ्लिक पामा चिल्लो पाक्य छु मरम अगो आति नौस्यो गम Sabdam sa pelot bam Ramsa konin o Zon kayong panglik bama ल दामी 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 मासु किनाइ हुँदैछ हाम्रो सो बाटोमा बस्तीको लागि सुँगुर चाहिँ छैन अब यहाँबाट चाहिँ हामी रेली आइपुगेर लोले ल आमा हामी लोले आइपुग्यो यो चाहिँ लोले बुझ्यौ लोले लोले गाउँ ओके दामी छ नि लोली हो यो चाहिँ लोली गाउँ पञ्चायत यस आमाले पढ्यो है दामी छ नि दामी दामी स्कुल हेर आमा हो सोम्फू हायर सेकेन्डरी स्कुल रमाइलो छ आमा र यो लोलेको एरिया कति राम्रो छ होइन घरहरू हेर कति राम्रो राम्रो घरहरू हो ल हामी भन्ज्याङ आइपुगेछौँ अब भन्ज्याङबाट देउराली आइपुग्न आँट्यो त्यहाँ बुधबारे फाटकको त्यहाँदेखि चाहिँ हामी पक्खिम त्यहाँदेखि लाग्छौँ हाम्रो के अरे पकाङतिर अब यहाँ चाहिँ हामी देउराली फाटक आइपुग्यौँ देउराली अब यता लेफ्टबाट चाहिँ लाभा जान्छ होइन यहाँबाट चाहिँ हामी सिधा कफेर यो चाहिँ अब एसियन हाइवे निकालेको होइन सुन्दर छ एकदम यसले चाहिँ सिधै तल बाख्रीकोट पनि पुर्याउँछ माछी जाँदैछ त्यहाँ अगाडि अगाडि माछी त्रिफाइना बाइक कुदाउँदैछ आमा तपाईँको छोरीले बुझ्यो आमा देख्यो ऊ अगाडि जाँदैछ त अन्त आमा कस्तो लाग्यो अहिलेसम्म लामो लाग्यो बाटो मजा है अर्को गाडी पनि जाँदैछु ओ बो छोरी हेर त्यहाँ रेडी यही ओह्रालो हो अब हामी जानुपर्ने ल हामी अब ओह्रालो लाग्यो बिस्तारीसँग यो चाहिँ अब
बकिमको मुनि ओह्रालो हो हाम्रो घरको सुक्छा ओह्रालैको पक्काङको छोरा बाटो चाहिँ अलिक खतरै छ हो बाटो एकदमै खतरै छ हो आमा हेर त दामी मेकअप गरेको छ ठिक छ बाटो दामी हेर आमा ए हो मोबाइल छ हामी अब यो मर्यो मनिहरूको गाउँ सोना गाउँ आइपुग्यौँ हामी एकदम दामी छ यहाँबाट चाहिँ मर्यो मनिहरूको घर जान्छ है तर अब हामी ओह्रालै लागिरहेछौँ पकाङ छलमदाङतिर रमाइलो छ यो बाटो एकदम ल यो पौडेल मामाको घरहरू यहाँबाट चाहिँ हामी ठ्याक्कै लु अलमोस्ट हामी आइपुग्यौँ यहाँबाट चाहिँ ठ्याक्कै अब छलमदाङ अन योर राइट एकदमै राम्रो यो छलमदाङ तपाईँले देख्नुहुँदैछ यो घर एकदमै रमाइलो छ यहाँ चाहिँ एकदम टर्न गरेर चाहिँ अब बस्तीको घर आइपुग्यो यो अगाडि देख्नुहुँदैछ एकदमै राम्रो हाम्रो यो एकदम बस्तीको घर पकाङको घर एकदमै सुन्दर आइपुग्यो हामी जय मसी हाम्रो यहाँ अनि पनि आउनु भएछ जय मसी अनि आज सबैलाई ल्याइदिएको छ हामीले आउनुहोस् ल यहाँ आपाहरू के हो सब फोन गर्दा पनि लाग्दैन त के हो मेरो त फोन अन्त बन्छ बिग्रिरहेछ फेरि लु यहाँ ढोकबेट हुँदैछ भाउजू लास्टमा भाउजू फ्रेस छ आज लास्टमै बसेर हुन्छ अनि बारीबाट आज त आइडिया त हुन्थ्यो ल आमा एकदम द क्वीन दिदी हो यहाँ फेमो अन्यु लको दिदी खै हेरौँ मामा पनि छ है मामा मामालाई भेटेँ पहिला ल म एक्लै कि यस्तो ए हो प्राइभेट दिँदैन ठुलो घरमा यता सोनालेनकै कोठामा राख्छु दिदी यता आउनु पर्यो हल्कै झर्थ्यो त अनि त है ल मामा आउनु ल यहाँ एकदम मामा पनि झरिरहेछ ल ल हामी आइपुग्यौँ अलिक खुट्टा यो चाहिँ अलैँचीको भट्टी एकदमै बस्तीको छ यहाँ दामी यहाँ चुलाहरू बस्तीको चुलाहरू एकदम राम्रो छ फोटो खिचिदिनु हो कि भिडियो
ल एकदम तिनजना यहाँ के कस्तो लाग्यो तिमीलाई एकदम रिफ्रेसिङ छुट्टीमा आज है आज छुट्टीमा अनि मलाई यस्तो ग्रिनरी त पुरा मनपर्छ अनि यो चाहिँ हाम्रो मेरो सासु आमाको पुरानो घर अनि यहाँ हामी यहाँ आएर एकदम विशेष मेरो सासु आमालाई चाहिँ म घर जान्छु भन्दै थियो र आज छुट्टीमा चाहिँ हामीले उहाँहरूको परिवारलाई नै ल्याइदिएका छौँ मामा अन्यु अनि आमा तिनजना आउनु भएको छ ब्युटिफुल जग्गा रमाइलो छ यहाँ बस्ती पकाङमा अलैँचीहरू लगाएको रहेछ हरियो परियो धेरै छ एकदमै रमाइलो सुनसान चराको आवाज साह्रै रमाइलो यो दाउराहरू काट्दो रहेछ बन्चर अझै पनि छ यही याङ्की मामा आइरहेछ बुझ्यौ यहाँ हामी पहिला नि विन्टरको छुट्टीमा आएर 1-1.5 महिना बस्थ्यौँ क्या यहाँ बस्तीमा आएर सकरखण्डा रातो सेतो खान्थ्यो गाईहरू चढाउँथ्यो रमाइलो हुन्थ्यो बाजे बोजूहरू हुँदा अब अहिले धेरै कुराहरू परिवर्तन भयो र पनि यहाँ पेमो अनि अक्कुहरूले हेरिरहेछ बिचरा आमा आइपुग्यो त अन्त अलि चप्पल लाग्यो घर जान्छु भनेर अब यही हो घर भनेको आमा छक्कै परिरहेछ यहाँ आज हामी पकाङ बस्ती आयौँ यहाँ विशेष अनि अक्कु हाम्रो पेमो अन्यु सामेल अक्कुसँग भेटघाट भयो रमाइलो टाइम महान प्रभु धन्यवाद छ आजको दिनको लागि यो दिनको लागि हामीले प्रार्थना गरिरहेका थियौँ प्रार्थना सुन्नुभयो र बिहानी हिँड्ने बेला पनि प्रार्थना गरेको थियौँ हामी यहाँ प्रेमलाई सामेललाई भेट्यौँ यो भेटघाट सङ्गति सबै कुरोको धन्यवाद छ अब हामी बिदा हुँदैछौँ थ्याङ्क यू अनि अक्कु एकदम राम्रो मिठो खानेकुराहरूको लागि इट वाज गुड टाइम सेभ ल ओके